हेलो गाइस, गुड आफ्टरनुन। के छ खबर? आयो सबैजना सन्चै हुनुहुन्छ नि? म पनि सन्चै छु। अनि अहिले चाहिँ म चाहिँ रुम सफा गरिरहेको छु हो साथीहरू। अनि मैले चाहिँ मेरो यो कपाल छ नि, कपाल काटेको कपालहरू हुन्छ नि यसरी। पहिला चाहिँ मेरो कपाल अलि लामो थियो अनि मैले फेरि काटेँ अनि पहिला अनि त्यहाँदेखि मेरो झरेको कपालहरू प्राय जस्तो चाहिँ धेरै जस्तो चाहिँ अब कहिले कहिले फ्याँक्छु नि त म हो। अनि तर धेरै जस्तो चाहिँ मैले मेरो कपाल राख्छु क्या। चप्पल भिजेर बस्छु क्या म। मैले मेरो कपाल चाहिँ कि यहाँनिर कति प्राय बेला बनाउँछु कि यो चाहिँ मेरो कपाल हो होइन। एकचोटि मैले यसरी पनि काटेको थिएँ साथीहरू। मेरो कपाल हेर्न सक्नुहुन्छ, यो त लामो थियो कि एक बिता जति चाहिँ यो थियो होइन। मैले त मेरो कपाल घरिघरि त म के दोष चल्छ कि साथीहरू। अनि यसरी कपाल काटिबस्थेँ हो यो चाहिँ। अनि त्यहाँदेखि यो पनि हो कि यो पनि लामै छ। अनि यसरी मैले काटेको कपालहरू चाहिँ मैले यस्तरी बनाएको थिएँ। कहिलेकाहीँ काटेको कपालहरू चाहिँ त्यो मसिनो हुन्छ नि त। अब यस्तो लामो काटेको बेलामा चाहिँ त्यो फेरि नेक्स्ट टाइम आउँछ नि त। अनि त्यो मसिनो हुन्छ। जसरी काटेँ यस्तरी धेरै राखेपछि त कपाल कस्तो भएछ कि यसरी मक्काको कस्तो खालको कि हो। यहाँ चाहिँ यस्तो मसिनो धुलोहरू जस्तो थियो, त्यो कति छिरेर गएछ भागेछ। अनि के हो कि मसिनो त्यो धुलो हुन्छ नि त। अनि यस्तै राख्थेँ कि अनि यति बेला नि मैले यति लामो काटेको थिएँ कि उता पनि छ। योहरू चाहिँ अगाडि पनि यो चाहिँ के साथीहरू पहिला मैले कपाल हाइलाइट गरेको थिएँ नि त। अनि त्यो हो क्या। यो चाहिँ मैले पहिला हाइलाइट गरेको थिएँ कि साथीहरू मेरो हेयर होइन। अनि त्यस्तो त्यो बेला चाहिँ यस्तो थियो नि त, सेतोहरू कि हाइलाइट गरेको बेलाको हेयर हो यो चाहिँ मेरो। यसरी मेरो कपाल चाहिँ म यहाँ विदेश आएको समथिङ 3-4 वर्ष भइसक्यो नि त। प्रायः जस्तो चाहिँ म यसरी नै कलेक्ट गरिरहेको हुन्छु होइन। मेरो कपाल यसरी नै अब कति चाहिँ फाल्छु पनि, तर प्रायः जस्तो चाहिँ राख्छु। धेरै जस्तो चाहिँ राखेको थिएँ। अनि मेरो कपाल यति धेरै झर्दो रहेछ, ल हेर्नु यति धेरै झरेको रहेछ। अनि यो चाहिँ काटेको हो, योहरू चाहिँ काटेको हो होइन। योहरू चाहिँ झरेको हो कि बिचरा मेरो कपाल। गाइस बिचरा मेरो कपाल। तर मेरो कपाल चाहिँ कालो छैन कि साथीहरू। नेचुरल हेयर पनि यस्तो हल्का ब्राउन कलरको छ होइन। अनि म कहिलेकाहीँ कलर लगाउँछु, तर अहिले चाहिँ धेरै भयो मैले कलर पनि गरेको छुइनँ। र मेरो कपाल चाहिँ यति धेरै थुप्रेको रहेछ साथीहरू, देख्न सक्नुहुन्छ मेरो कपाल त्यस्तै छ रहेछ। कपाल चाहिँ टन्नै झर्दो रहेछ है, हेर्न सक्नुहुन्छ। झन् मेरो साथीको कति धेरै झर्छ कि, तर अहिले चाहिँ मेरो त्यति धेरै चाहिँ झरेको छ। म चाहिँ होइन साथीहरू, मेरो कपाल चाहिँ यसमा राखेको थिएँ पहिला होइन। अनि यहाँनिर यस्तो ढुवाङ परिसकेको छ कि, अनि पुरानो पनि भयो नि त, 3-4 वर्ष भयो भने चाहिँ इमेजिन गर्नु न। त्यही भएर मैले चाहिँ यसलाई यहाँ ट्रान्सफर गर्छु साथीहरू मेरो कपाल चाहिँ। म त यो कपाल त पछि घर आउँदा पनि लिएर आउँछु कि, यो मेरो कपाल जति छ नि यो
लिएर आउँछु साथी के भनेको म फाल्दिनँ है। यसलाई राखिराख्नुपर्छ कि साथीहरू। अनि यो चाहिँ काटेको कपाल हो। यसलाई चाहिँ मैले टिस्युमै बेरेर टिस्युमै बेरेर बाँधिराख्छु कि साथीहरू। सररररर अब यसलाई नपर्ने हो। हावा जाने छ नि त यहाँ हावा जाने। ल साथीहरू गराउँदाखेरि पनि कसरी हुन्छ कि कसरी गर्दा यो पनि मैले कसरी लिएर आउँछु है। हजुरहरू चाहिँ आफ्नो कपाल फाल्नुहुन्छ कि यसरी नै राख्नुहुन्छ ल भन्नुहोस् है साथीहरू।